नेपालीहरू त तपाईँले इन्डियामा नि तपाईँ काम गर्नु भएको ठाउँमा पनि हजारौँ नेपालीपन त तपाईँले पाउनु भएको थियो, तर नेपालको माटोमा आएर नेपालीपन खोज्दा के पाउनुभयो? सबभन्दा पहिला त यही हो कि नेपाल आफ्नो देश, आफ्नो जन्मभूमि त मेरो अहिले इन्डिया भयो। लेकिन फर्स्ट टाइम म यता आएको, धेरै मन थियो बचपनदेखि कि नेपाल जाने हो। यताबाट गए मान्छेहरूले त्यता भन्ने के नेपाल चाहिँ धेरै राम्रो छ, एक फेर जानु म चाहिँ पर्खिरहन्थेँ, आज भोलि कहिले न कहिले जाने हुन्छ। त हाम्रा अनिल शेफ छन्, यिनले मलाई एक मौका दिए कि शेफ नेपालमा हामीले चाहिँ एउटा इभेन्ट गर्दैछौँ, त्यता जानु पाइन्छ। त मैले एक सेकेन्ड लगाएन, बिल्कुल जाने हो भन्यो। त हामी यता आयौँ अनि यहाँ आइकन चाहिँ बचपनबाट एउटा शौक थियो, खाना बनाउने त हाम्रो काम हो। के पाउनुभयो हिजो विगतमा तपाईँले, जुन तपाईँका बुबा आमाले तपाईँ बालापनमा खाएको नेपाली खाना र अहिलेको टेस्ट कस्तो छ, नेपालीपन के पाउनुभयो? एकदमै नेपालीपनमा मैले धेरै कुराहरू, हाम्रो चाहिँ पुर्खौली हाम्रो भान्साआमाहरू हुनुहुन्थ्यो, उहाँले बनाएको चाहिँ अहिले यो मार्केटमा मैले अचारहरू पाएँ, पितलहरू पाएँ, त्यो खाँदाखेरि मलाई धेरै नै आफ्नोपन लाग्यो। अनि उस आफ्नोपनलाई मैले आफ्नो जहाँ कर्मभूमि छ हाम्रो, जहाँ मैले अहिले वर्क गरिरहेको छु, उहाँ चाहिँ म एजुकेटेड सेफ उहाँको, अनि त्यस डिसलाई मैले अब वहाँ ट्राई गर्नेछु। दर्शकबिन, कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। दर्शकबिन, विगत लामो समयदेखि हामीले नेपाली खाना, नेपाली रैथाने खानालाई विश्व बजारमा लानको लागि प्रयास गरिरहेका छौँ। हामी विभिन्न कर्पोरेट लेजेन्ड सेफहरूलाई ल्याएर नेपाली खानालाई विश्व बजारमा कसरी लान सकिन्छ, त्यसको लागि नेपालले कसरी तयारी गर्नुपर्छ र नेपाल सरकारले जुन अहिलेसम्म विभिन्न देशको आफ्नो खानाको मेनु तयार भएको छ भने नेपाल सरकारले अहिलेसम्म नेपालको अथेन्टिक खानाहरू यो हो भनेर भन्न पनि सकिरहेको छैन। सेफहरूले विभिन्न आफ्नो बलबुताले नेपालको कला संस्कृति झल्कने खालको खानाहरूलाई विश्व बजारमा लगिरहनु भएको छ। खाना मार्फत नेपाललाई विश्वभरि चिनाउनको लागि नेपालमा पहिलो पटक सेफहरूको कुम्भ मेला पनि भएको छ। त्यही अवसर पारेर नेपाल सेफ सोसाइटी र अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको संयुक्त रूपमा आयोजना गरिएको कार्यक्रममा इन्डियाबाट आउनुभएका दुईजना यस्ता सेफहरूलाई आज हामीले कार्यक्रममा आमन्त्रण गरिरहेका छौँ। उहाँहरूसँग अहिले उहाँहरूले नेपालमा पहिलो पटक आउँदा पनि नेपाली खानाको जुन नेपालीपन पाउनुभयो, के रहेछ नेपाली खाना विश्व बजारमा लान उहाँहरूले सिकेको सिपबाट त्यसलाई अझ राम्रोसँग विश्व बजारमा लान के गर्नुपर्छ, नेपालमा उहाँहरूको अनुभव कस्तो रह्यो, यिनै विषयमा कुराकानी गर्नेछौँ। आज हामीसँग हुनुहुन्छ सेफ माइकल र सेफ अनिल कुबर। आउनुहोस्, उहाँहरूलाई कार्यक्रममा स्वागत गरौँ। स्वागत छ यहाँहरू दुवैजनालाई कार्यक्रममा। सेफ माइकल, तपाईँ नेपालमा पहिलोचोटि आउनुभयो, तपाईँको पुर्खा नेपालमा होइन, कस्तो लाग्यो? नेपाल कस्तो रहेछ? नेपालको भूभाग, नेपालीपन, नेपालीहरू त तपाईँले इन्डियामा नि तपाईँ काम गर्नु भएको ठाउँमा पनि हजारौँ नेपालीपन त तपाईँले पाउनु भएको थियो, तर नेपालको माटोमा आएर नेपालीपन खोज्दा के पाउनुभयो? नमस्कार यात्री टिमलाई, आज यहाँ बस्ने अवसर दिनुभयो, धेरै धेरै धन्यवाद। सबभन्दा पहिला त यही हो कि नेपाल आफ्नो देश, आफ्नो जन्मभूमि त मेरो अहिले इन्डिया भयो। लेकिन फर्स्ट टाइम म यता आएको, धेरै मन थियो बचपनदेखि कि नेपाल जाने हो। यताबाट गए मान्छेहरूले त्यता भन्ने के नेपाल चाहिँ धेरै राम्रो छ, एक फेर जानु म चाहिँ पर्खिरहन्थेँ, आज भोलि कहिले न कहिले जाने हुन्छ। त हाम्रा अनिल शेफ छन्, यिनले मलाई एक मौका दिए कि शेफ नेपालमा हामीले चाहिँ एउटा इभेन्ट गर्दैछौँ, त्यता जानु पाइन्छ। त मैले एक सेकेन्ड लगाएन, बिल्कुल जाने हो भन्यो। त हामी यता आयौँ अनि यहाँ आइकन चाहिँ बचपनबाट एउटा शौक थियो, खाना बनाउने त हाम्रो काम हो, कर्म हो। त खाना त हामीले इन्डियन, चाइनिज, कन्टिनेन्टल, थाई, जापानिज, सुशी धेरै बनाउँछौँ। बट एउटा आफ्नो कल्चरलाई कसरी हामीले रिप्रेजेन्ट गर्ने हो, अघि हामी के गरिसक्छौँ त्योमा। मैले यता धेरै फुड, नेपाली फुड ट्राई गरेँ, मैले धेरै सम्झेँ यहाँको मसाला के हो। मसाला मैले एक चिज यहाँ आइकन सम्झेँ कि अथेन्टिक खानामा मसाला त हुनै हुन्न। यहाँ त चाहिँ हाम्रो 2 या 4 मसाला, घरको मसालाले खानामा स्वाद दिने रहेछन्। हजुर अनिल, कस्तो लाग्यो? जुन तपाईँको त जन्म पनि नेपालमा, तपाईँ नेपालमै जन्मिनुभयो, गुल्मी जस्तो ठाउँमा। गुल्मीको मान्छे भन्ने बित्तिकै सबै शिक्षित हुन्छन्, टिचर हुन्छन्, सचिव, उपसचिव, सरकारी पेसामा लागेका हुन्छन्। तपाईँले सेफ पेसा रोज्नुभयो र अहिले धेरै पछि नेपाल आउनुभयो, के पाउनुभयो? हिजो विगतमा तपाईँले
जुन तपाईँका बुबा आमाले तपाईँ बालपनमा खाएको नेपाली खाना र अहिलेको टेस्ट कस्तो छ, नेपालीपन के पाउनुभयो? एकदमै नेपालीपनमा मैले धेरै कुराहरू हाम्रो चाहिँ पुर्खौली हाम्रो भान्साआमाहरू हुनुहुन्थ्यो, उहाँले बनाएको चाहिँ अहिले यो मार्केटमा मैले अचारहरू पाएँ, पिक्कलहरू पाएँ, त्यो खाँदाखेरि मलाई धेरै नै आफ्नोपन लाग्यो। अनि उस आफ्नोपनलाई मैले आफ्नो जहाँ कर्मभूमि छ हाम्रो, जहाँ मैले अहिले वर्क गरिरहेको छु, उहाँ चाहिँ म एजुकेटेड सेफ उहाँको, अनि त्यस डिसलाई मैले अब वहाँ ट्राई गर्नेछु, आफ्नो आफ्नो कर्मभूमिमा ट्राई गर्नेछु। अनि जन्मभूमि मेरो नेपाल भयो, कर्मभूमि मेरो भारत भयो, इन्डिया भयो। त्यस माध्यममा मैले भारतमा पनि नेपाली कल्चरलाई लिएर अनि त्यसलाई चाहिँ आफ्नो तरिकाले त्यसलाई म प्रेजेन्ट गर्नेछु, त्यही नै हो। अनि सेफ जस्तो नेपालको खाना, नेपाल त विविधतामा एकता भएको देश होइन, हाम्रो त 4 जात 36 वर्ण भन्छौँ होइन, तामाङ, राई, लिम्बू, न्याउरी खानादेखि हरेक किराँतका खानाहरू हामीसँग छन्। तर यसलाई अझ राम्रोसँग व्यवस्थित तरिकाले यसलाई अलिकति प्लेटिङको हिसाबले जुन तपाईँहरू खानामा एउटा कलात्मक म्हणजे पाक कला छिराउनुहुन्छ, त्यो शैलीले गर्नको लागि चाहिँ के गर्नुपर्छ, के गर्दै हुन्थ्यो जस्तो लाग्छ यहाँलाई? अब यसमा मैले दुईवटा शब्द भने, हामी चाहिँ इन्डियामा चाहिँ नेपाली डिसहरूलाई बनाउनको लागि हामीलाई नेपाली हामीलाई जो 4-5वटा जो मसलाहरू हुन्छ, तिमुर भयो होइन, अनेक प्रकारको मसलाहरू हुन्छ, त्यो भयो, त्यो हामीले इन्डियामा पाउन पर्यो। त्यो सप्लाई यहाँबाट नेपालबाट इन्डिया सप्लाई त्यति हुँदैन। तपाईँ भन्नु त ल, तपाईँले मसलाहरू त्यसरी सप्लाई यदि गरियो भने तपाईँ जुन होटलमा कर्पोरेट सेफ हुनुहुन्छ, एजुकेटिभ सेफ हुनुहुन्छ, तपाईँले मात्रै भनेर पनि नेपाली खानाको मेनु त तपाईँले सेट गर्न सक्नुहुन्न होला। तपाईँको ओनर जो साउ हुन्छ, जो सञ्चालक हुन्छ, तिनीहरूलाई पनि त तपाईँले नेपाली खानाबाट यो हुन्छ भनेर भन्नुपर्छ। यो सम्भव छ कि? धेरै सेफहरूले गफ गर्छन्, सेफ हामीसँग आएर मैले यो गरेँ भन्छन्, त्यो गरेँ भन्छन्, तर उनीहरूको होटलमा जसले यहाँ आएर हामीसँग गफ गरे हुन्छ, उनीहरूले आफ्नो होटलमा लागू गर्न सकेको हुँदैन नेपाली खानाको मेनु। एकदम राइट कुरा हो तपाईँको। अनि यसमा के हुन्छ भन्दाखेरि हामीले नेपाली फुडहरूलाई प्रिपेयर गरेर हामीले चाहिँ गेस्टहरूलाई ट्राई गराउनुपर्छ। उसले फिडब्याक कस्तो दिन्छ होइन, उस हिसाबले हामीले चाहिँ मेनु डिसाइड गर्छौँ। अनि 4-5 जना हाम्रो चाहिँ गेस्टहरू आउनुहुन्छ, उहाँलाई ट्राई गर्छौँ। एनिवे हामी चाहिँ एनी टाइम पार्टीहरू फङ्सनहरू हुन्छ, त्यसमा हामीले चाहिँ आफ्नो तर्फबाट नेपाली कुजिनहरूलाई राखेको हुन्छ। मन पराउँछन् भने बार हामीले आफ्नो म्यानेजमेन्टसँग कुरा गर्छौँ, यो चाहिँ यसको डिमान्ड धेरै छ, यसलाई चाहिँ हामीले मेनुमा राख्नु मिल्छ भनेर यो कुराहरू हामीले राख्न सक्छौँ। माइकल सेफ के छ, उहाँले भने जस्तो नेपाली खानाको मसलाहरू त सोसल मिडियामा एकदमै भाइरल हुनुहुन्छ। मैले बुझेअनुसार नेपाली खाना अथवा कुनै खानाको तपाईँले त एउटा सानो भिडियो बनाएर हाल्दा नि मिलियन मान्छेले चाहिँ तपाईँको भिडियो हेरेर नेपाली खानाको बारेमा टेस्ट गर्न चाहन्छन्। अब कसरी लाने त नेपाली खानालाई? अथेन्टिक नेपाली हाम्रो रैथाने खाना भन्छौँ सेफ हामी चाहिँ नेपालमा, जुन हाम्रो बुवा हजुरबाहरूले खानुभएको टेस्ट चाहिँ अहिले दिनुपर्छ भनेर लागिरहेछौँ। के छ, यसलाई कसरी प्रमोसन गर्नुपर्छ? यसलाई हेर्नु अब के गर्ने, यता आइकन जो अब्जर्भ गऱ्यौँ हामीले यो 4-5 दिनमा, ठाउँ ठाउँ गइकन खाना खायौँ, त्यहाँको फ्लेभर सम्झ्यौँ के हुन्छ, हाम्रो अथेन्टिक जो खाना हुन्छ त्यो पनि हामीले खायौँ। त अब मेरो काम चाहिँ हो बेसिकली रेसिपी दिने हो। मलाई आज इन्डियामा 15-20 लाख मान्छेले फलो गर्छ, द्याट्स वाइ म फुडको रेसिपी दिन्छु। सो अब रेसिपी दिने यही हो कि अब आज मैले एउटा सेफसँग बुक पनि मेरो हातमा एउटा बुक आएछ, त त्योमा नेपाली रेसिपी छ अथेन्टिक। त म कोसिस गर्छु अब इन्डिया गइकन म ब्याक टु ब्याक नेपाली रेसिपिज आफ्नो च्यानलमा हाल्छु, र मेरो च्यानलमा रेसिपी हाले म्याक्सिमम मिलियनमा भ्युज जान्छ, त इन्डियाको म्याक्सिमम मान्छेले हेर्छ। त तिनले हेरे पनि त्यो रेसिपी ट्राई गरे, खाना त आफै धीरे धीरे भाइरल हुने हो कि सेफ माइकलले यो प्रेजेन्ट गर्नुभयो। अब माइकल सेफबाट हामी के आशा गर्छौँ भने तपाईँको सोसल मिडिया नि त्यति स्ट्रङ छ, तपाईँ त हिजोसम्म नेपाल कस्तो रहेछ, नेपालको माटो के रहेछ, नेपालमा पशुपतिनाथ र हामी जुन विश्वको सर्वोच्च शिखर सगरमाथाको कुरा गर्थ्यौँ, आज तपाईँले केही अंश भए नि प्रत्यक्ष देख्नुभयो, भोग्नुभयो, नेपालीपन पाउनुभयो। तपाईँको माउथ टु माउथ जुन हामी चाहिँ पहिला हाम्रो बिजनेस गर्ने सिस्टम थियो, मुखले भनेको व्यापार चाहिँ राम्रो हुन्छ। अब नेपालमा ती तपाईँका होटलमा आउने तपाईँको फलोअरहरूलाई चाहिँ नेपाल घुम्न जाऊ भनेर कसरी भनिदिनुहुन्छ सेफ? म पहिला पनि एउटा रिल त मैले हालिसकेको छु कि नेपाल आउनु, एन्ड नेपाल इज भेरी ब्युटिफुल, नो डाउट। मैले आफै अब्जर्भ गरेँ, पशुपतिनाथजीका दर्शन गरेँ, आफ्नो
धेरै इच्छा थियो बचपनबाट कि धेरै नाम सुनेको नेपाल जानु त पशुपतिनाथ जानु जानु। हामी बेलुका गएमा धेरै मतलब भित्र गइकन आँखाबाट पानी आउने जस्तो भयो त्यहाँको कल्चर हेरिकन आफ्नो देशमा आइकन कि हाम्रो माटो यति सुन्दर छ। अरू कल्चर त हेर्नु अब धीरे धीरे यता आयौँ यहाँबाट कल्चर पनि हामीले बाहिर लग्ने हो त्यो डेफिनेटली जान्छ कोहीले रोक्न सक्दैन। हाम्रो फ्यान फलोइङ राम्रो छ बिकज हामीले राम्रो चिज देखाउँछौँ हमेसा एक फ्यामिलियर चिज देखाउँछौँ जो फ्यामिलीले पसन्द गर्छ। सेफ जस्तो नेपालमा पहिलोचोटि तपाईँ पहिलोचोटि आउनुभयो सेफहरूले पनि यति ठुलो मैले पनि पत्रकारिता गरेको 18-19 वर्षमा यति ठुलो सबै देशबाट 38 देशबाट सेफहरू आएर पहिलोचोटि कार्यक्रम गर्नुभयो जुन तपाईँ त्यही मिसनमा आउनुभयो यो कार्यक्रम अन्तर्राष्ट्रिय सेफ सोसाइटीले गरेको कार्यक्रम होइन कस्तो रह्यो त्यसको नि अलिकति अनुभव बताइदिनु। कार्यक्रम चाहिँ अनएक्सपेक्टेड थियो मेरो लागि त म एक सानो माइन्ड लिएर आएको हो कि एउटा टेबल कुर्सी लायो र 4-5 सेफ कट्टा होलान् बट जब मैले यहाँ हेरेँ त मतलब आउटस्ट्यान्डिङ आई थिंक मिनिमम 300+ सेफ मैले हेरेँ यता एन्ड कल्चर मैक्सिमम सेफले मलाई चिन्दो रहेछ अनि धेरै माया गर्यो मलाई नेपालले धेरै प्यार दियो। मलाई लाग्थ्यो कि मेरो फ्यान फलोइङ इन्डिया मात्रै सीमित छ लेकिन त्यो नेपालमा आयो त नेपालमा आई थिंक इन्डिया भन्दा पनि धेरै फ्यान फलोइङ मेरो रहेछ। अरू यो जो काम इन्टरनेसनल सेफ सोसाइटीले गर्न लागेको छ यो आई थिंक इन फ्युचर का हाम्रा जो अहिले केटाहरू छन् या हाम्रा दिदी बहिनी जसले पनि यो लाइनमा जुड्ने हो इन फ्युचर हामीले तिनीलाई यो देखाइसक्छौँ कि सेफ भाडा धुने मात्रै होइन सेफ इज अ डक्टर इज अ आर्टिस्ट। सेफ भन्दा ठुलो आर्टिस्ट आई थिंक कोही छैन। त्यसले खाना आँखाबाट नाकबाट सुँग्ने हो हेर्ने हो खाने त बादमा हो हजुर। त त्यही भइकन यो धेरै नै राम्रो काम भयो। आई थिंक यो धेरै अघि जान्छ यो सोसाइटीलाई रोक्ने कुरा पनि धेरै हुने हो अब दुनियाँमा यार नेपालमा यस्तो भयो हाम्रो इन्डियामा किन भएन यहाँ किन भएन नेपालमा। आई थिंक नेपालमा मेरो हिसाबबाट फर्स्ट टाइम यत्रो ठुलो इभेन्ट भयो अरू त्यो धेरै 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 राम्रो निप्ट्यो। तपाईँ त स्पेशल यही कार्यक्रममा आउनु भएको होइन नेपाल सरकारको सपोर्ट कस्तो रह्यो र आगामी दिनमा कस्तो सपोर्ट भयो भने अझ तपाईँहरू इन्डियामा पनि होइन नेपालबाट हजारौँ सेफहरू लगेर होइन ठुल्ठुलो कार्यक्रमहरू आयोजना गर्ने तपाईँहरूको भित्री मनसाय अब पक्कै पनि जाग्यो होला तपाईँहरूलाई यो कार्यक्रमबाट भन्ने लाग्छ होइन के छ सेफ के गरिदिनुपर्छ नेपाल सरकारले? नेपाल सरकारले हाम्रो नेपाली सेफहरूलाई सपोर्ट गर्नु पर्यो। सपोर्ट गर्दाखेरि चाहिँ हामीले नेसनल वा इन्टरनेसनलसम्म हामीले पुर्याउन सक्छौँ आफ्नो आफ्नो कल्चरहरू होइन आफ्नो डिसहरू हामीले प्रेजेन्ट गर्न सक्छौँ। अनि आउने भविष्यमा यो हाम्रो जो इन्टरनेसनल सेफ सोसाइटीले यसैको विशेषमा यो काम गरेको हो त्यो सराहना काम गरेको हो भव्य र सभ्य रूपमा चाहिँ हामीले चाहिँ सफल पनि लगभग पुरै सफल भइसकेको छ। यत्रो कन्ट्रीबाट चाहिँ हाम्रो सेफहरूले एकदमै जोर गरिराख्नु भएको छ हामीले पनि जोर गरिरहेका छौँ। यसलाई चाहिँ हामीले विश्वमा चिनाउने र आफ्नो पहिचानको लागि अलिकति हामीले सरकार सेफबाट पनि अलिकति सपोर्ट चाहियो हामीलाई। माइकल सेफ पहिलोचोटि आउनुभयो अब भनिदिनुहोस् कि हाम्रो जुन कार्यक्रम मार्फत तपाईँ अब नेपाल कहिले आउनुहुन्छ बार होइन तपाईँलाई नेपाली सेफहरूले नेपाली मनले नेपाली माटोले तपाईँलाई हरेक क्षण खोजिरहेको हुन्छ। अब आएम हेरेम इजी छ आउने कोही त्यति हामीलाई कोहीले तङ गरिन। अब मन गरे त दोस्रो दिन होइन भोलि जाने पर्सि फर्किने हो यत्रो धेरै राम्रो नेपाल मलाई लागेको छ। यो कारण हो कि अब म नेपाल फर्किएर आउँछु आफ्नो यार दोस्त ल्याउँछु आफ्नो फ्यामिलीलाई पनि म ल्याउँछु। अनिल सर अब के छ त अन्तर्राष्ट्रिय सेफ सोसाइटीले होइन तपाईँ त्यसको पदाधिकारी पनि हुनुहुन्छ होइन आगामी दिनमा उहाँ जस्तो इन्डियामा तपाईँहरू साथी भएर त चिन्जान भयो आफूसँग नभएको नेपाली सेफहरूलाई कसरी जोड्नुहुन्छ आफ्नो कर्मथलोमा? कि हाम्रो यो सोसाइटीले यस्तो काम गर्दैछ तपाईँहरूले पनि जोडिनु पर्यो भनेर हामीले भनिरहेका छौँ। अहिले केवल हामीले एउटा टुसा रोपेको छौँ सुस्ता गर्दै पात फैलिँदै जाने हो पात निस्किँदै जाने। अहिले 10वटा पात छ त भोलि 20वटा हुन्छ पर्सि 40वटा हुन्छ यस्तै गर्दै हामीले जोड्दै जान्छौँ। थोरै भए पनि तपाईँहरूको समय चाहिँ हाम्रो कार्यक्रम मार्फत हाम्रा दर्शकहरूलाई पनि जुन दिने मौका यहाँले प्रदान गर्नुभयो व्यस्त समयको बावजुद तपाईँहरू आजै इन्डिया जाँदै हुनुहुन्छ। हाम्रो यात्रा अनलाइन टिभी चाहिँ हामी सेफहरूको मात्रै बढी फोकस गरेर होइन सेफहरूले नै यसलाई उब्जाएको हो सेफहरूले नै रोपेको यो च्यानललाई माथि उठाउनको लागि तपाईँहरू दुवैजनाको एउटा शुभकामना सन्देश। हजुरले चाहिँ यति धेरै राम्रो काम गर्नुहुनेछ। म्याक्सिमम न्युज च्यानल जो पनि हुन्छन् तिनीहरूले चाहिँ एक टिआरपी खोजेको हुन्छ लाइक कोही एक्सिडेन्ट भयो केही यस्तो केस भयो हाम्रो सेतो बर्दीमा ध्यान कोहीको जान्न
हजुरले यो धेरै काम गर्नुलाई हुन्छ। अरू हाम्रो इन्डियाबाट पुरा सपोर्ट छ, नेपालबाट पनि पुरा सपोर्ट हुन्छ। नेपाल आउँछौँ त नेपाल सपोर्ट, इन्डियामा छौँ त इन्डियाबाट पुरा सपोर्ट छ। हजुरको च्यानलको पनि हामी एडभर्टाइज गरिदिन्छौँ आफ्नो पेजमा। जो फलोवर डाइभर्ट हुन्छ नेपालका त्यो पनि हो। अरू मेरो चाहिँ एउटा तकिया कलाम डाइलग हो, ओए होए 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 भनिदिने हो कि खाना बनाएको बाद, त्यो धेरै फेमस छ इन्डियामा। च्यानलको माध्यमबाट हामी चाहिँ अहिले यस्तो राम्रो तपाईँको एउटा सौभाग्य हो जहाँ सपोर्ट गर्नुपर्छ जो च्यानललाई, जो देशको बारेमा देशको कल्चरको बारेमा एउटा सत्य रूपले चाहिँ यो खबरहरू पुर्याउने च्यानलहरूमा सबभन्दा राम्रो काम तपाईँले गर्नुभएको छ। सेवाहरूको बारेमा तपाईँले राम्रो काम गर्नुभएको छ। यसलाई चाहिँ जारी राखिरहनु होला। बार तपाईँसँग भेट्ने जुन सौभाग्य हजुर। प्राप्त होस्, पशुपतिनाथले कल्याण गरौँ। हजुर हजुर, समय दिनुभयो, धन्यवाद। धन्यवाद।